9 को पछाडि 0 थपेपछि 10 हुन्छ भनेर भन्थ्यो। त्यसैले अर्को एउटा भाइले केपी ओलीको पछाडि पुच्छर हाल्दियो भने कुकुर हुन्छ भन्दैछ। दुईटा बोल्ने मलाई लाग्छ हाल्ने। 13 दिन सर तपाईँले अन्याय कुरा गर्नु भने मलाई अन्याय गरेछ। 13 दिन बिना पकटे हाल्दियो केपी ओलीले। पाप लाग्यो। भनेपछि रविलाई जस्तो तपाईँलाई पनि थुने धार्मिक हिसाबबाट भन्छ नि पाप धुरीबाट कराउँछ भन्छ नि होइन। सामान्य गाउँमा त हामी साथमा त्यो भन्थ्यो नि हो कराउँदो रहेछ मैले देखेँ हल्का फुल्का। नेपालको इतिहासमा पहिलोपटक 2 तिहाईको सरकारको प्रधानमन्त्री बिचरा रुँदै भाग्नु पर्यो। 5 दिनसम्म लुकेर बस्नु पर्यो सेनाको घेरामा हो। त्यसले अघि तपाईँले भन्यो त्यो के अरे त्यो अन्याय परेर बसेको हजारौँ मान्छेहरू त्यो त्यतिको हो। तपाईँ कुनै एउटा केटीले बलात्कार गरिदियो भन्यो पहिला मजाले सहमतिमा चमत्कार हुन्छ, भोलिपल्ट सहमति भङ्ग हुन्छ, आर्थिक लेनादेना चौपट हुन्छ, यसले मलाई ठोक्दियो। यही हो नि सर हो। अनि चोर नि तपाईँको चाहिँ मेन ठुल्ठुलो चोरहरू टाप खायो त्यो बेचारा त्यो हुन्छ नि सुन खायो के गाँजाहरू खायो के चरेछ अनि भन्छ नि त्यो बेचारा बोक्ने भरिया लाँदै थुनेछ क्या त्यो छ मलाई फोन आउँछ सर के गर्ने हजुर निकालिदिनु पऱ्यो। मैले कहाँ निकाल्नु न पुलिसको हाकिम न वकिल न न्यायाधीश तर मान्छे लाग्दो रहेछ नि त। यो मङ्गल सिंह प्रधानले यो सत्यमा हिँडेको मान्छे हो म पनि सत्यमा हिँडेको मान्छे त्यति ल्याएर थुनिदियो यसले झिक्छ भन्ने हुँदो रहेछ न त हो। तपाईँले भेट्दा गरे यस्तो अन्याय परेको धेरै मान्छेहरू छ छ क्या हजुर हो। त्यस्ता मान्छेहरूलाई जस्तै हेर्नु थियो तर तपाईँको चाहिँ मुस्कान खातुन भन्ने मान्छेलाई एकजना बहिनी भर्खर अहिले हाम्रो पार्टीमा आउनु भएको छ केन्द्रीय सदस्य हुनु भएको छ। उहाँलाई सफल कार्यक्रमको शुभकामना। 15 वर्षको उमेर स्कुल पढ्दै जाँदाखेरि जम्म यसरी हानियो। अरे भाइ तँलाई मनै पराउँदैन भने छोड्दैन यार अर्को केटी पाउँदैन तँले ऊ राम्री थियो तैँले के रूप चाहन्थ्यो र तँलाई केही चाहिएन अहिले म मसँग मिलाइदिन्छु। तर कुनै पनि चेलीलाई मुस्कान मात्र होइन जुनसुकै चेलीलाई जसले एसिड हान्छ अब त्यसलाई मैले भने माखा ठाउँको ठाउँ सिधाइदिन्छु म। मङ्गल थापाको चेतावनी मङ्गल सिंह प्रजाको चेतावनी यथार्थ हो। बिचरा किन हान्नु हो सर सर तपाईँको पक्कै बिहा भने तपाईँको बुढी भोलि गएर पहिला गयो भने अब जान्छ त गराउनु हुन्छ कि यार मेरो बुढी गयो जान्छ अर्को ल्याएर बस्छ न गएर बिचरा त्यही कोही ठाउँ हेर्नु त पहिला गएको केटीलाई छ्याका पहिला गएको माइतीको बाउ आमा सबैलाई मारिदिएको छ। कस्तो समाज हो यो हजुर। त्यही भएर मैले हरेक मान्छेहरू सुध्रिउँ चोर सुध्रिउँ गुन्डा सुध्रिउँ अब गुन्डा त बिचरा जम्मै इन्काउन्टर भयो सिद्धिको सबै त्यही कारण सिमालतिर थियो नि हजुर। कुमार घैँटे ढुच्च्या सुन्नुहोस् है सर हजुर। कुमार घैँटे ढुच्च्या दिनेश अधिकारी चचरी ढुच्च्या सबै छ। त्यही भएर गुन्डा बन्ने हामी जस्तो पनि न जनताको पक्षमा काम गर जनताको एउटा सियो पनि नचोर जनतालाई अन्य प्रयोगमा त्यहाँ गएर बोल्दैन यार खोइ खोलेर आउँछ हामीलाई आउँछ पुलिस पनि आउँदैन किन हुन्छ त अति गऱ्यो भने जे पनि क्षति हुन्छ। त्यसैले अति प्रचण्ड जस्तो हुनुपर्छ मान्छेले अति गर्नुहुन्छ त भने भित्तामा पुऱ्याउनु लाताएर भित्तामा पुऱ्याइदिने फेरि भोलिपल्ट फेरि यो सुत्रियो भने चाहिँ आऊ च्याप्पै काकी च्यापिहाल्ने प्रचण्ड क्या त्यस्तो हुनुपर्छ। मान्छेले भ्यागुता छेपारा के भन्छ नि अस्ति भन्छ नि होइन नि महान थिर मान्छे हो स्थिर भने यो दुनियाँमा के पनि छैन। ढुङ्गा माटो पहाड त तपाईँको भोलि गएर कहिले अग्लो हुन्छ कहिले होचो हुनसक्छ हो। यो पृथ्वी घुमै छ सूर्य तपाईँको पूर्वबाट आएर पछि हो सर अरू पत्ता स्थिर भने के चाहिँ छ हो यहाँ मान्छेको जिन्दगी के छ स्थिर कुन दिन कहाँ गएर निश्चय छैन छ स्थिर भन्छ क्या यिनीहरू अस्थिर पर्दैन भन्छ यिनीहरू केही सिप लाग्दैन यिनीहरू त प्रचण्ड छेपाएर भन्दा छेपाराको टाउको हालिदिन्छ प्रचण्डको हो। त्यसैले प्रचण्ड स्थिर र तपाईँको डाइनामिक चलायमान हुन् स्वीकार दुनियाँमा नेता एउटै हुन्छ तपाईँ जुनसुकै देशको कुरा गर्नु मैले कटकपटकबाट भनेको छु होइन। तपाईँको चाहिँ आज यो के अरे महात्मा गान्धी उसले कुनै पदमा पुगेन होला उसको कुनै तर उसलाई दुनियाँले मान्छ हो हजुर। प्रचण्डलाई तपाईँको यहाँ तपाईँको 64 सालमा 2 तिहाई दिएको आता तिमीहरू मलाई पहिचान चाहियो दिएन अब पहिचान जिन्दगी पाउँदैन दिँदैन तिमीलाई पहिचान भोट अरालादेखि पहिचान चाहिने छ होइन पहिचान पारादेखि जिन्दगी पाउँदैन। त्यही भएर कुरा कसरी बुझ्नुपर्छ भन्दाखेरि पहिचान चाहियो अधिकार चाहियो यो चाहियो त्यो चाहियो सारा चाहियो त्यसको निम्ति के गर्नु पर्यो सबै पाउँछ भोट हाल्नु पर्यो केमा हाल्नु पर्यो तारामा हाल्नु पर्यो कतिवटा तारा एउटा तारा कुना कतिवटा 5 कुना भोट चाहिँ नदिने तँलाई स्विजरल्यान्ड चाहिने अझ फेरि भोलि गएर कुन चाहिँ अमेरिका चाहियो आउनमा भाइ
अमेरिका चाह्यो भने बुइन्छ टिकट काट्ने उड्ने त्यहाँ जाने श्रीलङ्का चाह्यो भने त्यहाँ जाने तिमीलाई भोट काङ्ग्रेस एमालेलाई हाल्ने अनि तिमीलाई श्रीलङ्का चाहिने श्रीलङ्का हेर्नु भाइ तपाईँ आइसल्यान्ड दिने तिमीलाई पुरै आइसिया बराबर बराबर पठाइदिने तिमीलाई हो त्यसैले अन्य कुरा छैन होला प्रश्न पनि सकियो होला समयको लागि धेरै धन्यवाद। भोट दिनुहोस् है भोट तारा फेरि त्यहाँ हतहतमा त क्या एउटा गीत गाएर सुनाइदिनुहोस् न तपाईँ गीत सकिन्छ क्या एउटा गाइदिनुहोस् न ताराको बारेमा एउटा हजुरको त अब धारावाहिक जान्छ फेरि एउटा गीत